डडेलधुरातर्फको यात्रा हामीले सुरु गर्यौं कैलालीको अत्तरियाबाट। अत्तरियाबाट उत्तर बढ्छ भीमदत्त पन्त राजमार्ग। सुदूरपश्चिमका सबै पहाडी जिल्ला जोड्ने मार्ग यही हो। हामीले यसअघि डडेलधुराको आलीताल र डोलागाउँ घुमिसक्यौं। अब हामी सदरमुकाम डडेलधुरा बजारतर्फ बढ्दैछौं। निकै रमाइलो यात्रा रहनेछ अब हाम्रो। हामी होलीको समयमा यहाँ आइपुग्दा यसरी बाटो सेक्सन केटाकेटीहरू। उनीहरूलाई केही रकम दिएपछि अघि बढ्न दिन्छन्, नत्र रोकेको रोकै गर्छन्। अत्तरिया कैलालीबाट यात्रा सुरु गरेको हामीले। कैलालीका धेरै पहाडी भेग छिचोलेर हामी डोटी छिर्यौं। डोटी कटेर अब राजमार्ग डडेलधुरा छिर्यौं। मार्ग सहज कालोपत्र नै छ, बरु यता डडेलधुरा छिरेपछि केही खाल्डाखुल्डी भेटिँदैछ। छाउ खर्क भन्ने ठाउँ, सडक छेउमै बाजेको खिर पसल देखेर हामी त्यतै छिर्दैछौँ। चाखिहेरौँ डडेलधुराको खिर। हामी ठ्याक्कै यो बाजेको खिर पसल देखेर रोक्यौं। यो स्थानलाई भन्छ साउ खर्क। साउ खर्क चाहिँ प्रसिद्ध छ खिर पाउनको निम्ति। यहाँ चाहिँ पहिलेदेखिको पुरानो खिर पसल चाहिँ यो रहेछ। अहिले त व्यावसायिक रूपमा अरू खिर पसलहरू पनि धेरै छन् यहाँनिर। यो चाहिँ बाजेको खिर पसल पुरानो। हामी डडेलधुरा सदरमुकाम पुगेका छैनौँ। अझै करिब 15-20 किलोमिटर कति बाँकी नै होला। भातकाँडा भन्दा पनि यतै यो ठाउँ छ। यहाँ हामी गएर हेरौँ पुरानो खिर कस्तो हुन्छ र स्वाद कस्तो छ, त्यसको पनि हामी मजा लिँदैछौँ। खिर छ हजुर भाइ? भाइ खिर छ है? यो कहिलेदेखि सुरु गर्नुभयो खिर बनाउने काम चाहिँ यहाँनिर? यो चाहिँ 2024 साल हो। 2024 देखि है? त्यो बेलामा त यो राजमार्ग यस्तो थिएन होला सायदै? यस्तो थिएन, यहीँनिर मात्र सडक पुगेको थियो अनि यहाँबाट गाडी फर्किने गर्थ्यो। ए त्यतिखेर चाहिँ सडक चाहिँ यहाँसम्म थियो अनि यहाँबाट गाडीहरू फर्किन्थ्यो। अगाडि त गोरेटो मात्रै थियो होला। त्यो बखतदेखि चाहिँ यहाँ खिर पसल सञ्चालित छ। अनि बुवाको नाम त देउवा, के को देउवा? शेरबहादुर देउवाले चाहिँ सञ्चालन गर्नुभएको खिर पसल। शेरबहादुर देउवा चाहिँ हुन चाहिँ फेरि डडेलधुराकै हाम्रो पूर्व प्रधानमन्त्री पनि हो। तर यहाँको शेरबहादुर देउवा चाहिँ उहाँ होइन, उहाँ भन्दा पनि वयोवृद्ध हुनुहुन्छ होला बुवा त होइन? ए मुख्य शेरबहादुर देउवा जो हुनुहुन्थ्यो उहाँ त बित्नु भयो। अहिले त उहाँको सन्ततिहरूले चाहिँ यहाँ चलाउनै हुँदै गरेको चाहिँ बुझ्यो हामी। भाइ खिर चाखौँ ल? प्लेटको कसरी पर्छ पनि? 100 रुपियाँको खिर छ। अब खाइन्छ साउ खर्कको खिर। हेर्दै गजब छ, सुन्छ ल। यो त खिरमा त विभिन्न कुराहरू मिक्स गरेर एकदमै यसको खिरको भन्दा पनि मसलाहरूको टेस्ट जुन यसमा चाहिँ मिश्रण छ त्यो चाहिँ एकदमै धेरै राम्रो छ। खिर हामीले खाने खिर जस्तो छैन, एउटा बेग्लै प्रकारको महक बास्ना आउँछ र यसमा चाहिँ विभिन्न कुराहरू र चिनी धेरै छैन। यो दुधकै मिठास चाहिँ बेसी छ यसमा जस्तो लाग्यो मलाई चाहिँ। यो भाइ अचार के को यो? अनि मुलाको यो सानो भुजुरी अचार चाहिँ यसमा त्यति धेरै अमिलो छैन, पिरो पनि छैन। एक खालको बेग्लै खालको टेस्ट आउँछ मुलाको अचारमा पनि। साउ खर्कमा खिर खाएर हामी अघि बढ्यौं। आज बास बस्न डडेलधुरा सदरमुकाम पुग्नेछौँ। त्यहाँ पुग्दा लगभग साँझै परिसक्ला। हुन त हामी अत्तरियाबाट बिहानै हिँडेको आज। डडेलधुरा जम्मा 4 घण्टाको बाटो हो, तर हामीले आलीतालमा निकै समय बितायौँ। त्यही भएर केही ढिलो भयो। यो स्थानलाई भातकाँडा भनिन्छ। अत्तरियाबाट छुट्ने गाडीले यहाँ ल्याएर खाना खुवाउँछन्। ठाउँको नामै भातकाँडा रहेछ। कतै भात खुवाउने ठाउँ भएर नै भातकाँडा भनिएको हो कि त? बुझिहेरौँ कुनै होटलमा छिरेर। अब डडेलधुरा बजार पुग्न 9-10 किलोमिटर रह्यो। यहाँबाट हामी अमरगढी नगरपालिका प्रवेश गर्दैछौँ। यो ठाउँलाई भातकाँडा भनिँदो रहेछ। यहाँ चाहिँ अब सुने अनुसार चाहिँ भात खाने ठाउँ। अत्तरियाबाट आउँदा पनि ठिक्कै यहाँनिर चाहिँ सार्वजनिक यातायातले चाहिँ खाना खुवाउने, अरूतिरबाट फर्किँदा पनि यहाँनिर खाना खुवाउने, त्यो हिसाबले चाहिँ समय मिल्दो रहेछ।
अनि सुने अनुसार चाहिँ यहाँनिर चाहिँ भात खाँडा हुँदा हुँदै भात काँडा भयो भन्नेसम्म चाहिँ सुनेका छौँ। थप जानकारी चाहिँ होटलवालासँगै हामी फेरि बुझ्नेछौँ। भात काँडा भात काँडा चाहिँ किन भन्नु? भात काँडा भने त भात साट खाने बेला भयो भात काँडा हो यसको ठाउँको नाम। यो कहाँबाट आएको मान्छेले भात खान्छ? यो भातको बैतडी बाजुरा बाजाङ आसाम बाजुरा काठमाडौँ सबैले खान्छ। ए भात खाँडा हुँदा हुँदै भात काँडा भएको? ए ल रमाइलो लाग्यो। यहाँ त धेरै भात खाने होटल छन् भनेपछि कतिवटा होटल छन् यसै अनुमान? यहाँदेखि डडेलधुरासम्म होटलै होटल छ। भात खाने नै ठाउँ? भात खाने ठाउँ, तन्दुरको रोटी पनि हुन्छ, काइँकी पनि हुन्छ। 100 होटल छन्? 100 होटल छ। ए ल भात काँडाबाट अघि बढ्यो। केही अघि बढ्न साथ यो स्याउले बजार पुग्यौँ हामी। यहाँबाट दुईतर्फ बाटो छुटिन्छ। यहाँबाट दाहिनेतर्फ छिरे डोटीको दिपायल सिलगढी हुँदै अछाम र बाजुरा जिल्ला पनि पुगिन्छ। हामी भने सिधै अघि बढ्दैछौँ। अब 3 किलोमिटरमै डडेलधुरा सदरमुकाम पुगिन्छ। यतातर्फको बाटो भएर डडेलधुरा हुँदै बैतडी दार्चुला र बझाङ पनि पुगिन्छ। हामी डडेलधुरा बजार छिर्दै गर्दा लगभग रात नै परियो। अब त आजको रात हामी डडेलधुरामै बिताउनेछौँ। भोलि बिहानबाटै कुमाउ गढवालको आधार रहेको अमरगढी किल्ला र अचम्मको अजयमेरु कोट पनि घुम्न जानेछौँ। पर्यटकीय सेवा सुविधा होटल लज प्रशस्तै छन् बजारमा। डडेलधुराको डडेलधुरा बजार ठुलो छ, यसैलाई डडेलधुरा बजार या खलङ्गा पनि भनिन्छ। आज बिहानै उठेर हेर्दा मौसम सफा देख्न पाइयो। दुईतर्फ ढलान भएको पहाडी जुरोमा डडेलधुरा लमतन्न फिजारिएको रहेछ। मुख्य राजमार्गभन्दा थोरै उचाइमा सहर बाक्लो गरी बसेको छ। पूर्वी ढलानमा सल्लाको विशाल जङ्गल पनि देखिन्छ। लम्बाइ धेरै, चौडाइ थोरै छ बजारी क्षेत्रको।